नवौं एनबिए महिला तथा पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भइसकेको छ। आज पौष 11 गते बिहान 9 बजेदेखि सुरु भएको यस भलिबल प्रतियोगिताको पहिलो खेलमा महिला टोली नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश भलिबल बीच भएको थियो। पहिलो खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई 3-0 को सोझो सेटमा पराजित गर्दै आजको पहिलो खेल जित्न सफल हुनुभएको छ। त्यस्तै गरी दोस्रो खेल पनि महिलातर्फ त्रिभुवन आर्मी क्लब र एभरेस्ट भलिबल क्लब बीच भएको थियो। त्रिभुवन आर्मी क्लबले एभरेस्ट भलिबल क्लबलाई 3-0 को सोझो सेटमा पराजित गर्दै आजको दोस्रो खेल जित्न सफल हुनुभएको छ। दुईवटा महिला तर्फको खेल सम्पन्न भइसके पछाडि पुरुष तर्फको पहिलो खेलमा नेपाल पुलिस क्लब र ढोरपाटन क्लब बीच भएको थियो। नेपाल पुलिस क्लब 3-1 को सेटमा विजयी हुन सफल हुनुभएको छ। नेपाल पुलिस क्लबलाई धेरै धेरै बधाई छ। आज भएको यस खेलमा निकै नै उत्कृष्ट खेल प्रदर्शन रहेको थियो। आज ढोरपाटन क्लबले पनि सोचे भन्दा निकै नै उत्कृष्ट खेल प्रदर्शन गर्यो। नेपाल पुलिस क्लब जस्तो विभागीय टिमलाई एक सेट हराउन पनि सफल भएको थियो र खेल पनि निकै उत्कृष्ट खेलेको थियो। ढोरपाटन क्लबबाट मिडल ब्लकरहरूको खेल एकदमै उत्कृष्ट थियो। तपाईहरुले आउने गेमको लागि धेरै धेरै शुभकामना छ। खेल हो हार जित भइहाल्छ। राम्रो प्रयास गर्नु भएको थियो र नेपाल पुलिस क्लबलाई धेरै धेरै बधाई छ। तपाईहरुको पनि आउने खेल राम्रो होस्। यस खेल एमएसएम भिडियो एपबाट पैसा तिरेर हेर्ने भने तापनि युट्युबमा यो खेलको प्रत्यक्ष प्रसारण पनि भइरहेको थियो। यदि तपाईहरुले यो खेल युट्युबमा हेर्न चाहनुहुन्छ भने साइनो डिजिटलबाट हेर्न सक्नुहुनेछ। यो च्यानल अफिसियल हो कि होइन त्यो त मलाई थाहा छैन, तर खेल भने युट्युबमा पनि आएको थियो। नेपाल पुलिस क्लबबाट उत्कृष्ट प्रदर्शन